guys, good morning all the way from टुनी बगर अहिलेको टुनी बगरमा चाहिँ हामी बिहान 6 बजीतिर चाहिँ उठ्यौँ 6 बजीतिर उठेर चाहिँ हामी आफ्नो गन्तव्यतिर लागिसकेको अवस्था अहिले चाहिँ बिहान चाहिँ उठ्न सकिन्न जस्तो लागेको थियो उठ्न चाहिँ सकियो मजाले उठियो सामान प्याक गरियो सामान प्याक गरेर चाहिँ हामी हाम्रो बाटो तताइसकेको अवस्था हामी चाहिँ चिनमा फेरि पनि कुर्दैछौँ गुड्दै हामी चाहिँ रिजोर्ट पुग्छौँ होला आज सायद यो गाइज हामी फाइनली पारी जुम्लातिर जाने बाटो छोडेर वारी हुम्लातिर लाग्ने बाटोतिर चाहिँ यता बाजुरातिर लाग्ने बाटोमा चाहिँ लालु पुल क्रस गरेर हामी लगभग वारी आएर चाहिँ धेरै अगाडि आइसकेका छौँ बाटोमा चाहिँ भिडियोहरू खिचियो एकदम दृष्टि अनुपम हुने गरेर चाहिँ अनुपम दृश्यहरूलाई चाहिँ कैद गरेर हामी कर्णालीको किनार अगाडि गुडी राखेको अवस्था छ हामी गुडी राख्दा चाहिँ मजै आइरहेछ गुडेको चाहिँ एकदम दामी लागिरहेछ अगाडिको भ्यूहरू पनि अब एकदम ठुलो पहाडहरू चट्टानहरू देखिए पनि एकदम दृश्य चाहिँ एकदम अनुपम नै छ एकदम राम्रो छ एकदम ब्युटिफुल भ्यूजहरू चाहिँ ब्युटिफुल चाहिँ ल्यान्डस्केप ब्युटिफुल टेरेनहरू चाहिँ साइडमा चाहिँ खेतहरू छन् अब कतै चाहिँ धान हो क्या सायद धानै हुनुपर्छ गहुँ हो कि धान हो पाकेर चाहिँ पहेँलो भएको देखिन्छ भने कतैतिर चाहिँ यसो भिरतिरबाट तलतिर यसो गरा बनाएर चाहिँ राखेको अवस्था छ तिनीहरू चाहिँ एकदम बोब्बालै देखिन्छन् सँगै कर्णाली नदीको भ्यू पनि एकदम बोब्बालै देखिने रहेछ जे होस् हेर्ने आँखा हो सबैको आँखाले जस्तो देख्यो कुनै कुरा चाहिँ एकदम ब्युटिफुल देखिन्छ भनेपछि कुनै कुरा चाहिँ अब हेर्दा इरिटेट लाग्न पनि सक्छ कसैलाई हैन त्यो आफ्नो दृश्य हो हैन सर आफ्नो दृश्य हो हामीले चाहिँ एकदम सुन्दर देखिराखेको अवस्था एकदम माथि हिमालतिरबाट चाहिँ हिउँ पग्लेर चाहिँ थोरै गर्दै चाहिँ अब यति धेरै हुँदै अब मानसरोवरबाट चाहिँ बगेर चाहिँ सानो खोला यता पुग्दा चाहिँ यति ठुलो भएको चाहिँ देख्दा चाहिँ एकदम रमणीय लाग्छ आफूलाई पनि एकदम रमाइलो लाग्छ सो गाइज हामी अगाडि गुड्दैछौँ अब स्टे ट्युन्ड एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर पनि गरिदिनु होला हामी कर्णाली नदी चाहिँ पार गरेर जितेमा चाहिँ बनेको पुलबाट चाहिँ पार गरेर हामी अगाडि आएर चाहिँ सान्ने घाटमा गएर चाहिँ अर्को पनि पुल बनेको रहेछ त्यो पुल पनि पार गरेर चाहिँ अगाडि बढिसकेको अवस्था छ हामी यो बाटो हिँड्दै गर्दा चाहिँ हामीले बिचमा चाहिँ बर्खाको बेला चाहिँ एकदम दामी देखिने झरना पनि थियो सायद अहिले जाडो महिना भएर होला त्यो झरना चाहिँ पानी अलिकति मात्र रहेछ त्यति राम्रो चाहिँ दृश्य त दामी नै थियो तर दृश्य राम्रो भए पनि पानी चाहिँ अलिक कम भएको अवस्था रहेछ त्यहाँबाट अगाडि बढिसकेपछि हामी चाहिँ गुड्दै फुकघाट पुग्यौँ फुकघाटबाट चाहिँ हामीले एकैछिन चाहिँ गुरुजी र उहाँको हेल्परले चाहिँ गाडी सफा गर्नुभयो भनेपछि मलाई चाहिँ साह्रै नै गर्मी भएको थियो गर्मी भएको कारणले गर्दा चाहिँ मैले एकछिन खोलामा गएर चाहिँ टाउको धोएँ अनि त्यसपछि त्यहाँबाट माथि फुकघाट माथि बगेर आउने चाहिँ माथिबाट चाहिँ झरना थियो त्यो झरना पनि निहाल्न चाहिँ प्रयास गरेँ त्यहाँको दृश्य पनि कैद गर्न खोजेँ तर त्यहाँ चाहिँ पानी त्यति धेरै रहेनछ
पानी धेरै भएको बेला चाहिँ एकदम सुन्दर एकदम रमणीय देखिन्थ्यो भनेपछि पानी नहुँदा पनि उत्तिकै राम्रो दामी देखिने रहेछ। त्यो दृश्यहरू पनि कैद गरिसकेपछि त्यो दृश्यहरू पनि आफ्नो मनस्पटलमा चाहिँ कैद गरेर राखिसकेपछि चाहिँ त्यहाँबाट हामी अगाडि बढ्यौँ। अगाडि बढ्दै बढ्दै जाँदा चाहिँ अगाडि जारकोट भन्ने ठाउँमा पुग्यौँ। जारकोटमा रहेको पुल पनि दामी रहेछ। अनि त्यसपछि त्यो पुललाई पनि निहाल्यौँ एकछिन, त्यसको सुन्दरता पनि मनन गर्दै हामी त्यहाँबाट पनि गुड्दै त्यहाँबाट हामी निरन्तर गुड्दै अगाडि बढिराख्दा चाहिँ पहिलाको बच्चा बेला चाहिँ पदयात्रा गर्दाखेरिको याद आयो। त्यहाँ मयको उकालो चाहिँ जारकोट अलिक अगाडि गइसकेपछि चाहिँ मयको उकालो लाग्नु पर्थ्यो भनेपछि थिर्पोबाट वारीबाट आजकल चाहिँ मयको पहिलाको जुन बाटो हिँड्थ्यौँ त्योभन्दा ठिक तलबाट चाहिँ सडक यातायातको चाहिँ व्यवस्था रहेको छ। त्यहाँबाट चाहिँ अगाडि बढ्यौँ अनि अगाडि बढ्दा हामी चाहिँ त्यो उकालोहरू काट्दै सुन्दर दृश्यहरू हेर्दै कतै हिउँ परेको चाहिँ हिमालको दृश्यहरू हेर्दै काभ्रे पुग्यौँ। काभ्रे पुगिसकेपछि चाहिँ काभ्रेबाट ओह्रालो लाग्यौँ। काभ्रे पुगुन्जेलसम्म चाहिँ कतै चाहिँ रोड बनिराखेको थियो। डोजरले ढुङ्गाहरू पनि फुटाइराखेको थियो भनेपछि कतै चाहिँ खाली नै थियो। हाम्रो यात्रा चाहिँ एकदम आरामदायी नै रह्यो। आरामदायी रहेसँगै बाटोमा चाहिँ कतै चाहिँ गाडीहरू भेटिन्थ्यो भनेपछि प्राय धेरै ठाउँमा चाहिँ खाली नै थियो। हामी कर्णालीको किनार गुड्दै गएको भएर चाहिँ कर्णालीको दृश्य पनि एकदम सुन्दर देखिरहेको थियो भनेपछि कर्णाली चाहिँ आफ्नै स्पिडमा आफ्नै रफ्तारमा चाहिँ बगिरहेको पनि आँखाले चाहिँ दृश्यहरू निहाल्दै हामी उकालो चढ्दै ओह्रालो झर्दै जाँदाखेरि चाहिँ एक ठाउँमा चाहिँ अलि सानो ठाउँमा गाडी भेट्यो। त्यहाँ चाहिँ ब्याक गरेर चाहिँ फेरि अगाडि गुड्नुपर्ने अवस्था आयो। ब्याक गरेर चाहिँ साइड दिइसकेपछि चाहिँ अर्को गाडी पनि पास हुने ठाउँ बन्यो। ठाउँ बनिसकेपछि अर्को गाडी पास भयो। अर्को गाडी पास भइसकेपछि चाहिँ हामी त्यहाँबाट निरन्तर अगाडि बढी नै रह्यौँ। गुडी नै रह्यौँ। हामी गुड्दा धेरै यता आइसकेपछि चाहिँ प्रकृतिको सुन्दरतासँगै मानव निर्मित विकासको पनि अवलोकन गर्दै मानव निर्मित विकास पनि अलिकति नपुगेको तर हुन चाहिँ भइराखेकै एकदम कछुवाको गतिमा भइराखेकै अवस्था रहेछ भनेर पनि बुझ्दै हामी गुड्दै राख्यौँ। अझै गुड्दै एकदम प्रकृतिको सुन्दरतालाई चाहिँ निहाल्दै एकदम आफैलाई चाहिँ हर्षित बनाउँदै अगाडि बढी नै रह्यौँ।
गाइज फाइनली हामी चाहिँ पिल्लुचौर पुग्नै लागेको अवस्थामा 4-5 किलोमिटर पिल्लु पुग्नलाई चाहिँ बाँकी छ भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो गुरुजीले। तर बिचैमा चाहिँ 4-5 किलोमिटर बाँकी हुँदै टायरको के अरे ट्रकको चाहिँ टायर पङ्चर भएको अवस्था। अब चाहिँ पङ्चर भएर चाहिँ पङ्चर टालेर मात्र जान्छौँ होला। यहाँ चाहिँ हाम्रो सरजी मजाले टायर चाहिँ फिक्स गर्नलाई, टायर बनाउनलाई चाहिँ कसरत गर्दै हुनुहुन्छ। त्यसै गरी हामी चाहिँ एकैछिन यहाँ खाली टाइममा यसो क्यामेरा निकालेर भिडियो खिचौँ। भिडियो खिचेर चाहिँ चिलपारामा एकछिन गफ हानौँ भनेर तपाईँहरूले चाहिँ सुनिदिनुहुन्छ भनेर चिलपारामा गफ हान्ने अवस्थामा हामी चाहिँ उताबाट अटो आएको रहेछ। अटो चाहिँ लगभग जान्छ त यार, किन चाहिँ गरेर उताबाट अटो आएको छ। अटो चाहिँ त्यहाँ जान नसकिरहेको अवस्था देखिरहेछ होइन। त्यहाँ अटो चाहिँ उता आउनु नसकिरहेको अवस्था छ। आउनुपर्ने हो त्यति स्पेसमा त मजाले। अलि पछाडि ढुङ्गा लाग्छ क्या। आउँछ आयो यो गाइस ट्रकले बाटो छेकेको अवस्था, टायर पङ्चर भएर। हामी चाहिँ आज बिहानै सुनी बगरबाट आफ्नो सामान प्याक गरेर ब्याग प्याकिङ गरेर अनि आफ्नो यात्रामा चाहिँ अगाडि बढ्यौँ। गुड्यौँ मजाले चाहिँ भिरपाखा गुड्यौँ अनि समतल ठाउँ गुड्यौँ। अनि त्यसपछि अब यस्तो ठाउँमा आएर चाहिँ टायर पङ्चर भयो। अब टायर चाहिँ फिक्स गर्दै हुनुहुन्छ दुईजना गुरुजी र उहाँको हेल्परले। फाइनली गाडी चाहिँ बनिसकेको अवस्था। टायर चाहिँ गुरुजीले चाहिँ एकदम मेहनत गरेर मजाले फेरि चाहिँ गुड्न नसक्ने भएको कुरालाई चाहिँ फेरि गुड्ने चाहिँ गराउनु भएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद। फेरि पनि हामीलाई छपाङ्दामा चाहिँ गुडाउन सफल हुनुभएको छ। यसको लागि चाहिँ तपाईँलाई धेरै धेरै कङ्ग्रेचुलेसन। थ्याङ्क यू। ल बधाई छ है त उहाँलाई पनि। उहाँ गुरुजीले मात्र नभएर उहाँले पनि एकदम मेहनत गर्नु, कडा सङ्घर्ष गरेर चाहिँ हामीले चाहिँ गुडाउन सफल हुनुभएको छ। फेरि पनि हामी गुड्न पाउँदा चाहिँ आफैलाई एकदम सौभाग्य, आफैले चाहिँ एकदम भाग्यमानी ठान्नु पर्ने छ। एकदम उहाँहरूले चाहिँ धेरै धेरै धन्यवाद भन्दै किप वाचिङ गाइज। फेरि पनि अब कहाँ हुन्छ पिल्लुचौरतिर चाहिँ रोकिन्छौँ होला हामी। पिल्लुचौर रोकेर चाहिँ त्यहाँबाट ब्याकप्याकिङ गरेर चाहिँ आफ्नो टेन्ट हाल्नतिर चाहिँ लाग्नुपर्छ जस्तो लाग्छ। अब 1 घन्टा 1.5 घन्टा बढीमा चाहिँ पुगिन्छ होला सायद।
गाइज फाइनली हामी चाहिँ पिल्लु चौर पुगिसकेको अवस्था। पिल्लु चौर पुगेर ब्याकप्याक चाहिँ गरेर उयो त माथिको लाएको छ हेर्नु त लाएको छ त्यो यसो टाइट गरिदिनु न दुवैतिरबाट टाइट गर्न मिल्छ क्या त्यो अनि उयो यता साइडको त्यो कालो पनि छ त्यो पनि गरिदिनु न कालो तल त्यो टाइट गरिदिनु त भयो यता साइडको कालो भयो पुरै माथि एकदम बेस्ट। यो गाइज हामीले प्रोफेसनल हेल्प मागेको अवस्था छ। हियर इज द मास्टरजी गुरुजी द गुरुजी आज जसले चाहिँ हामीलाई के अरे यता पुर्याउनु भयो। अनि यो दिस इज दि म्यान दृष्टि अनुपम एकेए रामबहादुर भियाल। हामी पनि अब आफ्नो बाटो लागेको अवस्था चिलमा उहाँलाई चाहिँ एकदम धन्यवाद है त। अनि खै त अर्को सर सर पछाडि काम गर्दै ल तपाईँलाई चाहिँ एकदम धन्यवाद दिँदै बाई बाई है त। सी यू नेक्स्ट टाइम फेरि पनि भेट होला है ल। हामी चाहिँ समयमै पुगिसकेको अवस्था समयमै पुगेर समयमै हिँड्ने भनेर चाहिँ अब प्याक गरेर हिँड्न पनि लागिसकेको अवस्था। यो गाइस फाइनली हामी सिल्लेश्वरबाट वरि आएर यता कोल्तीतिरबाट आउने बाटोमा चाहिँ मिसिसकेर त्यहाँबाट पनि अगाडि बढिसकेको अवस्था। हामी लगभग आज अगाडि जहाँ चाहिँ राम्रो ठाउँ भेटिन्छ त्यहीँ बस्ने नि चाहिँ प्लानमा हिँडेको अवस्था। हेरौँ कहाँसम्म जान सकिन्छ तर हामी थाक्ने चाहिँ होइन। हामी अहिलेसम्म थाकेका छैनौँ अझै पनि थाक्ने चाहिँ अवस्था खासै नहोला। हामी चाहिँ मजाले हिँड्दै नै छौँ। यो गाइज गाडी आएर गाडीलाई स्टार्ट दिन लागेको अवस्था। गाडीलाई साइड पनि दिइसकियो गाडी गइ पनि सक्यो। अब चाहिँ हामी यहाँबाट लुखुर गर्दै अगाडि जुन ठाउँ चाहिँ अब थाकिन्छ त्यही ठाउँमा रोकिने यहाँबाट पसिएर चाहिँ हिँडिसकेको अवस्था। बाटो पनि तातिसकेको छ खुट्टा पनि तातिसकेको छ त्यो सँगै हाम्रो आँट पनि तातिसकेको छ। अब यो गाइज यो हामी चाहिँ अब आज कर्णाली चिसापानीबाट हिजो कर्णाली चिसापानीबाट आएर टुनी बगर रोक्यौँ। टुनी बगर चाहिँ त्यहीँ बास बस्यौँ। त्यहाँ बास बसिसकेपछि त्यहाँबाट आज बिहान 6 बजीतिर हिँडेर अहिले बेलुकाको 4:30 जस्तोमा हामी यता पिल्लु चौर पुग्यौँ। पिल्लु चौरबाट चाहिँ अब गाडीको सामान चाहिँ त्यहीँ झार्न लाग्नुभयो उहाँ गुरुजीहरू। म चाहिँ त्यहाँबाट हिँडिहालेँ। हिँडेर चाहिँ अलि अगाडि आइसकेको अवस्था। अहिले चाहिँ लगभग 5:30 जस्तो भएको होला। अब हेरौँ 6:30 बजीतिरसम्म चाहिँ हिँड्ने त्यसपछि चाहिँ टेन्ट हालेर बस्नु सुरु गरिहाल्ने। खाना पनि आफैले बनाउनु छ। पानी चाहिँ जहाँ भेटिन्छ त्यही ठाउँमा चाहिँ पानी भरेर खाना पनि त्यही बनाउने। टक्क लाएर छेउ हालेर पुलाउ बनाउने। घिउ चाहिँ सकिएको छ घिउ चाहिँ किन्नु पर्ला। सो गाइज स्टे ट्युन। यो गाइज बेलुकाको लगभग 7 बज्न लाग्यो। 7 बज्न लागेपछि चाहिँ हामी लुखुर हिँड्दै अझै पनि गाडी बोकेर बाटोमा हेर्दै हिँड्दै पहिला यात्रा गर्दै अझै पनि। यो गाइज हामी चाहिँ अहिले धुलाचौर पुगेका छौँ। एकजना चाहिँ सरले त्यहाँ स्वास्थ्य शाखाको प्रमुख हुनुहुँदो रहेछ। उहाँले चाहिँ मलाई बाइकमा लिफ्ट दिनुभएको थियो। यहाँसम्म पुर्याइदिनु भयो। अनि म चाहिँ यहाँसम्म पुगेको छु हिँड्दै लुखुर यो लगभग आजको रात चाहिँ त्यति चाहिन्छ होला। भोलि बिहानै उठेर चाहिँ प्याक गरेर हिँड्नुपर्छ। अहिले चाहिँ त्यहीँ बस्ने निदो गरेर यतै अब
टेन्ट सेन्ट हालेर कतै मजाले तिलपारामा आनन्दले सुत्ने, बिहान उठ्ने, प्याक गरेर चाहिँ हिँड्ने हो नि। यो गाइज यस्तै नै भएर रह्यो आजको दिन। तपाईँहरूको दिन चाहिँ कस्तो भयो प्लिज कमेन्टमा छोडिदिनु होला भन्दै आज हामी अफ क्यामेरा हुन्छौँ। सी यु नेक्स्ट मिटिङ गाइज।